एभ्रीवन आज हामी कोदो रोप्न आएको हेलो गाइज हामी चाहिँ कोदो रोप्न आएको अब हेर्दै जाउँ दिनभरिमा के हुन्छ गाइजहरू कोदो रोप्ने ठाउँमा पनि बाख्रा चराउनु ल्याएको छ कोही कोही भाइ बहिनीहरू मेरो प्लिज से हाई कोही चाहिँ यता बिउ हाल्दै रहेछ कताबाट जाने हो कोदो रोप्ने खेतालो चाहिँ उता छ हाई भनिदिनु न हाई मेरो हाई भन्नु न छ्यामा यता हेर्नु न यता आज मेरो खेतालो हो भन्नु न आज मेरो खेतालो हो भन्नु त झन् तपाईँको मेलाको यहाँ भ्लग बनाउनु लागिरहेको छ खाजा रे एउटा समाज छु नि त तान्न के खाएको तिमीहरू खाजा खाजा सेलरोटीमा दुलो कसले बनायो भन्दाखेरि सेलरोटीमा दुलो कसले बनायो छ्यामाले लिलाम भाउजूले बनाए यो मात्र दिएको रोटी लिएर आइज सेलरोटी बिना के खाँदा अरे मैले बनाएको नाम खुबले बनाएको छ्याङ 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 दिदीलाई पठाइदिनु न म त युट्युबमा हाल्ने हो सबै हो यो कसको हो यत्रो खोर्सानीको यो नै उहाँ जान्न दिसक्यो आजको जडियाहरू चाहिँ ल माग्न फेरि त्यो चाहिँ मेला छुट्टी भएको अवस्था यो सक्यो त्यही भएर सबैजना खेतालोहरू चाहिँ घर जान लागेको गाइज म चाहिँ यतातिर यस्तो बग्छ मेरो हालत ओ मेला छुट्टी भयो हो कोही छाता ओर्ने उयो पनि छ है यतातिर चाहिँ कोही यता सबिना बाई गाइस यस्तै छ छुट्टी भयो पानी परिरहेछ पानी गरम झम होइन केटाकेटी हो पानी परेको छ त्यस्तै लु हालत खतरा भएको छ आज हालत चाहिँ घर कहाँ हो फेरि कोही कहाँ पुगिसकेको छ यस्तै छ असारे रोपाई भइराख पुरा यो तल मैले सब हामीले नै रोपे हो खासै अब यस्तो भिडियो बनाउनु त आउँदैन तर नि ट्राई गर्दैछु खतरा पानी पर्यो हेलो गाइस यो चाहिँ हाम्रो फुपू हो अनि उता सूत्र छ यता हाम्रो चस्मिस दिदी कसो छैन यता भैँसी यता नागा यता गर्दैन गर्दैन यस्तो गर्न यो चाहिँ बोका किन
यस्तै हो छुट्टी भएर मेलाबाट घर हिँडेको छ पानीले भिजेर लुगा फोहोर भएको छ यस्तै हो निर्जल पानी पानी भन्न ओ दिदी हो यो चाहिँ म हो कमेडी मात्र बनाएर सबैले हेर्नु खोज्छ यस्तै हो